हेलो गाइज, आज पनि तपाईँहरुमा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आज चाहिँ म टोपीको बारेमा बताइरहेको छु गाइज। यो चाहिँ नेपालको झन्डा भएको नेपाली टोपी हो गाइज। र अर्को छ यो क्यापमा यो नेपाली झन्डा भएको नेपाल लेखेको टोपी गाइज। र त्यसपछि अर्को छ जाली क्याप गाइज, चाहिँ गर्मीमा लगाउने हो। जाली पछाडि जाली हुन्छ, घटाउन पनि मिल्ने जाली क्याप। त्यसपछि म गइरहेको छु गाइज, चाहिँ एकदम ब्रान्डेड एलए को क्याप हो गाइज। यसमा चाहिँ 4वटा कलर छ एलए को, अहिलेको नयाँ जेनेरेसनलाई एकदम मनपर्ने। त्यसपछि छ एनवाई को, हामीसँग सबैभन्दा राम्रो क्याप भनेकै एनवाई को हो गाइज। एनवाई को छ, यसमा 3टा कलर छ। त्यसपछि अर्को छ गाइज यो सादामा छ, यसमा पनि 4वटा कलर छ गाइज। त्यसपछि छ यो अर्को स्पोर्ट क्याप गाइज, चाहिँ पुरानो जेनेरेसनहरूलाई एकदम मनपर्ने, पुरानो अलि यङ जेनेरेसनको मान्छेले मन पराउने गाइज। यसमा पनि 4वटा कलर छ। त्यसपछि छ हामीसँग युएफसी क्याप गाइज। युएफसी यो चाहिँ घटाउन पनि मिल्ने, एकदम राम्रो, युएफसीको एकदम राम्रो हो गाइज। त्यसपछिबाट छ हामीसँग फिक्स क्याप गाइज। युएफसीकै हो तर घटाउन नमिल्ने फिक्स क्याप गाइज, फिक्स। यसमा पनि 4वटा कलर छ गाइज, 4वटा कलर छ युएफसी को गाइज।